यो तातो पानी नागथली बाट यहाँ माथि लगभग 2 घन्टा उकालो हिँडेपछि यो ढुङ्गा कि बाटोको ढुङ्गा है यस्तो आकार रहेछ कि यो आकार चाहिँ हजुरले हेर्दाखेरि चाहिँ के को जस्तो लाग्छ यसो मैले हेर्दा चाहिँ नाग अथवा है कुनै देउताको आकार जस्तो लाग्छ है अनि मैले चाहिँ यो चिन्न सकेन जसले चिन्नुहुन्छ यो आकार हेरेर कुन भगवान्को अवतार हो हजुरले चाहिँ भनिदिनु होला है मैले यहाँ भिडियो गरेको छु है यस्तो छ क्या यस्तो कस्तो दामी छ कि बाटो हिँड्दा हिँड्दा मैले देखेँ कि है हेर्नु न यसो मैलाक्क यस्तो छ यहाँबाट यस्तो आएर है यस्तो आएर अनि यस्तो घुमिया कि यस्तो घुमिएर यहाँ गएर टुङ्गिया है कस्तो दामी क्या हेर्नु हेर्नु कति राम्रो छ के को आकार जस्तो लाग्छ ल बताउनु है म युट्युबमा नि हाल्छु म फेसबुकमा नि हाल्छु सबैले हेर्नु होला है।